हेलो गाइस, तपाईहरुले सबैजनाले स्वागत छ यो मेरो मिनी ब्लगमा र आशा गर्छु म तपाईहरुले सबैजनाले सपोर्ट गरिदिनुहुन्छ भनेर। र आज मैले के गरे होला सब हेर्नु होला अन्तिमसम्म गाइस। घरबाट बाहिर निस्केदा लास्टै जाडो रहेछ गाइस हैन। त्यस्तै फेरि जाडोमा चाहिँ लास्ट 5 मिनेट लाग्दो रहेछ क्या। त्यसैले म यता चाहिँ टोयलेटतिर आएछु 5 मिनेट गर्नलाई। 5 मिनेट पनि गरियो र यता चाहिँ म चाहिँ ब्रस गर्नलाई आएछु। मलाई थोरैले चाहिँ फेरि पुग्दैन पेस्ट हैन गाइस, म त धेरै चाहिँ लिन्छु। अनि यो चाहिँ मेरो गोरो हुने क्रिम लिएर हिँड्ने चक्करमा चाहिँ यस्तो भएछ। फेरि सुकै होस् भनेर म चाहिँ लाग्दैछु कुदेर कुटुङ पाराले। अनि यता चाहिँ ब्रस भिजाएर ब्रस गर्न चाहिँ थालेछु म पनि। अनि यो चाहिँ मेरो यता करेसा बारीमा धेरै सागसब्जीहरू चाहिँ लगाएको छैन। मौसम चाहिँ आज फेरि खत्रै गरेछ, घाम सान चाहिँ केही लागेको छैन। अनि यता चाहिँ म चाहिँ मुखसुख धुन चाहिँ आएछु। अनि यो चाहिँ मेरो हातमा क्रिम लगाएर यता चाहिँ देदनादन गर्न म थालिदिइसकेँ होइन गाइस। अनि यता चाहिँ गोरो भइएछ। अब केटी चाहिँ कसो नपटेला, फिक्सै पटेला केटी चाहिँ होइन। केटी त पटिँदैन जति गोरो भए पनि। यता चाहिँ अनि म चाहिँ ब्रस भइसकेर सब भइसकेर यता चाहिँ कुटुङ यता चाहिँ राखिदिएछु। म मुखसुख पुसेर हेर्दाखेरि चाहिँ बाफ्रे बाप अति नै गोरो देखिएछ त। यत्तिको देखिसकेपछि त के चाहिन्छ होइन गाइस, जिन्दगीमा केही चाहिँदैन। भात खान जाँदाखेरि चाहिँ मम्मीले के पकाएको छ भनेर यसो हेर्दाखेरि चाहिँ ढुङ्ग्री रहेछ। अनि यता चाहिँ आलु र मुलाको तरकारी रहेछ। अनि भात साथ चाहिँ यता म त पस्केर आइसकेँ। घाँस खाँदाखेरि तरकारी लास्टै मिठो बनाएको थियो मम्मीले चाहिँ। थ्याङ्क यू मम्मी। फेरि यतै भात खान बसेको बेला परिवार आक्कै गरेँ ती भात दिँदाखेरि सबै पो आउँछ भात खानलाई। परिवार लास्टै आराम हुन्छ क्या भात खान। भात साथ चाहिँ सबै थुक खाएर आइसक्यो गाइस। अनि तपाईँहरूले चाहिँ माया देखाइदिनु पर्यो। अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सबैलाई। आजलाई चाहिँ यति नै गाइस, बाई बाई।